रसुवा बाढीमा परेका 245 जनाको सकुशल उद्धार, 20 हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन। रसुवाको भोटेकोसीमा आएको बाढीमा परि घाइते भएका तथा जोखिममा परेकाहरूको हेलिकप्टर मार्फत उद्धार भइरहेको छ। उद्धार तथा राहतका लागि काठमाडौँमा 17वटा हेलिकप्टर तयारी अवस्थामा राखिएका छन्। ती हेलिकप्टरहरूले बिहानैदेखि प्रभावित क्षेत्रमा उडान भर्न थालेका छन्। रसुवा र नुवाकोटमा 3वटा हेलिकप्टर हिजैदेखि राखिएको थियो भने काठमाडौँबाट पनि राहत सामग्री लिएर प्रभावित क्षेत्रतर्फ हेलिकप्टर उडेका छन्। उद्धारमा नेपाली सेनाका 5वटा हेलिकप्टर खटिरहेका छन्। भदौ 11 गते बिहानसम्म 244 जना र रसुवाको टिमरेबाट थप 105 जनाको सकुशल उद्धार भएको छ। भदौ 11 गते बिहानसम्म 144 जना र रसुवाको टिमरेबाट थप 105 जनाको सकुशल उद्धार भएको छ। नेपाली सेनाले रेस्क्यु अपरेसन मार्फत रसुवाको टिमरेबाट 105 जनालाई सकुशल उद्धार गर्न सफल भएको हो। उद्धार गरिएका मध्ये 6 जना विदेशी पर्यटक रहेका छन्। नुवाकोटदेखि चितवनसम्म प्रभावितहरूको खोज तथा उद्धारमा 2000 भन्दा बढी फौज खटिरहेका छन्। प्रभावित क्षेत्रबाट उद्धार गरिने घाइतेहरूलाई सुरुमा रसुवाको धुन्चे र नुवाकोटको बिदुर स्थित नेपाली सेनाको ब्यारेकमा क्याम्प स्थापना गरेर उपचार गरिनेछ। गम्भीर घाइतेहरूलाई तत्काल उद्धार गरी काठमाडौँ ल्याइनेछ। नेपाली सेनाका 8वटा ट्रकमा करिब 8 टन राहत बुधबार राति नै प्रभावित क्षेत्रमा पठाइएको छ।